Hey guys, welcome back to my new channel. So guys, आज म भन्न गइरहेको छु प्रोटिनको लागि सबसे राम्रो सोर्स भनेको अन्डा हुँदैछ। अन्डामा एउटा अन्डामा हुन्छ 6 ग्राम प्रोटिन। यदि तपाईले दिनको 4 अन्डा खानुभयो भने पनि 30 ग्राम प्रोटिन इजिली तपाई पुरा गर्न सक्नुहुन्छ। अनि अर्को प्रोटिनको सोर्स भनेको सट्टु पाउडर पनि तपाई मार्केटमा किन्न सक्नुहुन्छ कि घरमै बनाएर खाना अझै नै राम्रो हो। अनि अर्को प्रोटिनको सोर्स भनेको चनामा हुँदछ फाइबर पनि शरीरको लागि निकै राम्रो हो र चनामा प्रोटिन पनि हुन्छ जसले तपाईको मसल रिकभरीमा निकै नै हेल्प गर्दछ। अनि अर्को प्रोटिनको सोर्स हो मिल्कमा हुन्छ 1 ग्लास मिल्कमा हुन्छ एप्रोक्स 10 ग्राम्स अफ प्रोटिन। यदि तपाईले 2 कप दुध खानुभयो भने पनि तपाईको 20 ग्राम जति प्रोटिन इजिली हिट हुन्छ। यस्तै निकै धेरै नै छ प्रोटिनको सोर्सहरू। दिमाग रगडा निकै नै पाइन्छ, तर हामी के गर्छौं, हामी कोप गर्छौं। हामीले देख्दैनौं घरमा के छ प्रोटिनको सोर्स, त्यो हामी कहिले पनि हेर्दैनौं। हेर्यौं भने के जान्छ, घरमा पनि हुन्छ राम्रो प्रोटिनको सोर्स, मार्केटमा पनि हुन्छ। कि तपाईसँग पैसा छ भने तपाई एउटा प्रोटिन पाउडर किन्नुहोस्, प्रोटिन पाउडरमा इन्भेस्ट गर्नुहोस्। 1 स्पुन प्रोटिन पाउडरमा हुँदछ एप्रोक्स 20 ग्राम जति प्रोटिन हुन्छ। र तपाई अर्कोमा इन्भेस्ट गर्न सक्नुहुन्छ पनिरमा पनि निकै नै राम्रो प्रोटिनको सोर्स हो। कि तपाई घरमै पनिर बनाउन पनि सक्नुहुन्छ, कि टोफु बनाउन पनि सक्नुहुन्छ। टोफु पनि इजिली बनाउन सक्नुहुन्छ। हल्का दिमाग लगाउने हो क्या, युट्युबतिर हेर्ने हो। धेरै छ के प्रोटिनको सोर्सहरू। नेपाली फुडमा कार्बोहाइड्रेट मात्र हुन्छ भन्छौं हामी, तर प्रोटिनको पनि राम्रो सोर्सहरू पाइन्छ क्या। यो युज गर्न आउनुपर्छ। थ्यांक यू।